हेलो नमस्ते साथीहरू। आज चाहिँ म बच्चा जन्माउँदैछ बङ्गुरले र बच्चा जन्माउँदै गर्दा चाहिँ कसो गर्ने भनेर म तपाईँहरूलाई देखाउँछु है। र हामी कसो गर्छौँ होइन विदेशमा। अब नेपालमा पनि बङ्गुर व्यवसायीहरू धेरै हुनुहुन्छ। म छोटो मिठो भिडियो बनाएर तपाईँहरूलाई यस्तो सूचनामूलक होस् भनेर बनाउँदैछु है। यो चाहिँ मैले ब्याउँदैछ होइन, यहाँ देख्नुहुन्छ यो चाहिँ तातो पानी र मन तातो पानी हो बनाएको, तातो पानी र चिसो पानी फिटेर। यो चाहिँ बेटाडिन हो। यो बेटाडिन ठिक्क हाल्ने। तपाईँहरूले नेपालमा चाहिँ पोटास पाउँछ है, पोटास हाल्नु होला होइन। र यसलाई चाहिँ यसरी उयो गर्ने। अनि यो चाहिँ कपडा हो एउटा, यसले चाहिँ हेर्नु होला यसको थुन मसाज गरिदिनुपर्छ क्या, पखाली। यो गरियो भने चाहिँ ठ्याक्कै बच्चाले सफा खानु पाउँछ, खोर पनि खाँदैन। खोर खायो भने पछि ठुलो भएर मर्ने, अलिक रोगी हुने समस्या आउँछ होइन। अनि जब यसो गरियो भने चाहिँ आमाको दुध पनि राम्ररी आउँछ क्या, तातो पानी र चिसो पानी फिटेर मन तातो बनाएर गरियो भने। अनि यहाँनिर यस्तो छ, यो चाहिँ पुस्ने हो, पाखा पुस्ने। र यहाँ चाहिँ भुस छ क्या, भुस हो। यसरी ल्याउने हो पाखालाई है, जन्ने बित्तिकै। अनि यसको टाउको भागमा चाहिँ यसले पुस्ने हो यसरी होइन। ठ्याक्कै अनि यसको यो भुसले पुस्ने हो यता चाहिँ। अनि यहाँनिर पाउडर छ, जुन यो पाउडर चाहिँ यसले छिटो सुक्खा बनाउँछ क्या यसलाई है। यसो गर्ने। अनि यसो गरेर चाहिँ यसको नाइटो चाहिँ लामो छ होइन, यसलाई चाहिँ डोलो गाँठो पारिदिनुपर्छ क्या। हेर्नुलाई यसरी गाँठो बनाइदिने हो है। अनि यहाँबाट उताको चाहिँ छुटाएर फालिदिने हो क्या। अनि यसलाई यसरी छोडिदिने हो है, छिटो टङ्गिन्छ। सफा यसो गऱ्यो भने चाहिँ पाठाहरू पछि ठुलो हुँदा राम्रो हुर्किने, रोग नलाग्ने होइन, एकदम फ्रेस हुन्छ क्या पाठाहरू। त्यही भएर जन्मे बित्तिकै चाहिँ हामी यसो गर्छौँ है त विदेशमा साथीहरू। यसो ल्याउने हो है। यो कपडाले यसो टाउको र अगाडि भाग पुस्किने हो। डोलो पारिदिनु पर्छ है साथीहरू। डोलो पारिदिने हो होइन। अनि यसलाई छुटाएर फालिदिने हो है, गाँठो पारेपछि। जब यो सुक्खा पाउडर छ सेतो, यो पाउडर चाहिँ टक्क चल्ने। साथीहरूलाई कस्तो लाग्यो है, भिडियो मन पर्यो भने एक लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र फलो पनि गरिदिनु होला है साथीहरू। बाई बाई।